अर्को छ हाम्रो फ्यामिली ग्रान्ट भन्नाले हामीसँग अब त्यस्तो ठुलो बजेट चाहिँ छैन, त्यही पनि कोही बेला चाहिँ हामीलाई अलिक त्यस्तै अवस्था भएको फ्यामिलीहरूलाई चाहिँ हामीले संस्थाबाट सर्टेन एमाउन्टको चाहिँ के राहत दिने कार्यक्रम गरेको थियौँ। अर्को भनेको चाहिँ हाम्रो यो ग्रोसरी म्याट्रिक डिस्ट्रिब्युसन भन्नाले चाहिँ हाम्रो यो गएको वर्ष चाहिँ गएको उसमा आर्थिक वर्षमा चाहिँ केही परिवारहरू अति उच्च जोखिममा रहेर अथवा उहाँहरूको चाहिँ आम्दानी स्रोत नभएको हुनाले हामीले चाहिँ हाम्रो चेन्नई केही स्टुडेन्ट मार्फत चाहिँ हामीले उहाँहरूलाई चाहिँ केही राहतमा वितरण कार्यक्रम गरेका थियौँ। त्यस्तै गरेर हामीले चाहिँ एउटा ल्यापटप सपोर्ट पनि गरेका थियौँ एउटा भाइलाई। त्यो भाइको चाहिँ अवस्था के थियो भने चाहिँ विगत लामो समयदेखि नै यो सिडब्ल्युएनले चाहिँ सपोर्ट गरेको भाइ हो, तर आकाशमा उसको चाहिँ एउटा एक्सिडेन्ट भएको बसमा चाहिँ अलिक दुर्घटना भएको हुनाले चाहिँ उसको चाहिँ त्यो खुट्टा चल्न नसक्नु भएको हुनाले उसलाई हामीले चाहिँ एउटा सानो त्यो वर्कसपमा लगेर ट्रेनिङ पनि गराएको छौँ। उसलाई इलेक्ट्रोनिक र मोबाइल रिपेयर भन्ने ट्रेनिङ गराएको थियौँ। त्यसो भएको हुनाले उसलाई ल्यापटप चाहिएको भएर चाहिँ हामीले यो तातो निकायसँग समन्वय गरेर चाहिँ हामीले त्यो भाइलाई एउटा ल्यापटप पनि उपलब्ध गराएको थियौँ। म मनोज भट्ट, म समाज कल्याण परिषदको सदस्य सचिव। सर्वप्रथम त मलाई निमन्त्रणा दिनुभयो चाइल्ड वेलफेयर नेपालको सम्पूर्ण आयोजक टिमलाई म धन्यवाद दिन चाहन्छु र यहाँ सबै यसमा उपस्थित सम्पूर्णलाई र यहाँ बालबालिका पनि हुनुहुन्छ, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू पनि हुनुहुन्छ। मैले चाहिँ धेरै रेयर हुन्छ मैले यसरी कार्यक्रममा उपस्थित हुने कुरा धेरै गाह्रो सम्भावना हुन्छ। मैले उहाँलाई अगाडि पनि भने मैले एकदमै सायद 1.5-2 महिना अगाडि उहाँले निमन्त्रणा पाउनुभएको थियो। अहिले पनि म बिहान 8 बजेदेखि म सम्मान्य प्रधानमन्त्रीज्यू लगायत हाम्रो मन्त्रालय लगायत सबै सचिवज्यूहरू मिटिङ भ्याएर म एउटै कारणले यहाँ चाहिँ आउने मन लागेर आएको। यो बालबालिकासँग सम्बन्धित मैले 50,000 संस्था हेर्नुपर्छ। समयको जनरल एसेम्ब्ली सोसियल अडिटमा जान थाल्यो भने त सम्भवै हुँदैन, र सालै गइहाल्छ समय। मैले उहाँलाई भने पनि त्यहाँ क्षमा प्रार्थी, यसको मतलब नआउने होइन, यो कार्यक्रम पनि मैले एप्रुभल दिए हो। र अहिले 1 अरबको एप्रुभल मलाई कुरेर बसेको छ, विदेशी र स्वदेशीहरू मेरो साइनको लागि त्यहाँ उभिएर बसिराख्नु भएको छ। र मैले तैपनि एउटा मैले बालबालिकाको कुनै कार्यक्रममा जान पाएको थिएन। म एकचोटि जान्छु र विशेष गरी यस्तो व्यक्तित्वहरूसँग भेटघाट गर्ने मौका छुट्टै समय भयो भने म आउँछु है भनेर फोन गरेँ। र अघि ठिकै समयमा नआउनु पर्ने कारण अहिले अर्थक्वेकको कारणले म सम्मानितज्यूको टिमसँगै बसेर एउटा केही सर्टेन चाहिँ अहिलेको जुन अहिले इमिडिएटली लकडाउन र अहिले दीर्घकालीन प्लानको के गर्ने यो 2-3 ठाउँमा जुन हामी अहिले भर्खर गएर 70 करोडको एउटा परियोजनालाई चाहिँ हामीले एउटा प्लान गरेर आएको हुनाले पनि व्यस्त थिएँ र त्यसको लागि क्षमा प्रार्थी छु। र म अलिकति के भन्न चाहन्छु, पहिला त यो सोसियल अडिट र एनुअल जनरल मिटिङको हार्दिक शुभकामना पनि दिन चाहन्छु, बधाई पनि दिन चाहन्छु। तपाईँ भर्खरै स्टार्ट गर्नुभएको रहेछ 2020देखि। संस्थाले पनि धेरै अनुभव लिनुपर्ने छ, तर तपाईँहरू अनुभवी हुनुहुन्छ। मैले यसो हेर्दाखेरि तपाईँहरूको अनुभव एक्सपर्टिज छ र जुन चाहिँ अडियन्सबाट आयो पोजिटिभ रिकमेन्डेसनहरू आएको छ, हाम्रो सरहरूले पनि भन्नुभएको छ। म चाहिँ एउटै कुरा मात्र भन्न चाहन्छु, मेरो अनुभवले मलाई 27-28 वर्ष काम गरेँ, विभिन्न सङ्घ संस्थाहरूमा काम गरेँ, नेपाल सरकारमा काम गरेँ, राष्ट्रिय योजना आयोग लगायत सबैसँग काम गरेर आउँदाखेरि मेरो अनुभव के छ भने अहिले जिडिपी पर क्यापिटा भनेको नेपालको पर क्यापिटा $1300-1400 छ। त्यसमा पनि 7वटा प्रोभिन्सको हेर्ने हो भने बागमती प्रोभिन्सको $2500 छ, $500 हाम्रो सुदूरपश्चिम कर्णाली मध्य प्रदेशको $500-600 छ, त्यस्तै $1800 हाम्रो यो गण्डकी प्रोभिन्सको छ, त्यस्तै $1200 कोशी प्रदेशको छ। भन्नु खोजेको के भने हामी ओभरअल नेपालकै जिडिपी पर क्यापिटा एकदमै कम छ। अब कम्पेयर टु हाम्रो 2टा ठुला देशहरू छ होइन। अब 2टा ठुला देश अब भारतकै चाहिँ अब लगभग प्रक्षेपण गर्दाखेरि एकदमै छिटो अगाडि जाने जस्तो देखिन्छ। चीनको त अब $20,000 नागिसकेको अवस्था छ। अब अमेरिकाको $56,000 छ, अब $60,000 जापानको छ। अब विकासशील राष्ट्रको अल्पविकसित राष्ट्रको हेर्दाखेरि हामीले धेरै गर्नुपर्ने देखिन्छ। र म चाहिँ अहिले त्यो एउटा सङ्घ संस्थाहरूको सहजीकरण गर्ने निकाय, नियमनकारी गर्ने निकायको प्रमुखको हैसियतले पनि यी हाम्रो रिसोर्सहरू इक्वल डिस्ट्रिब्युसन भइरहेको छैन। इन टर्म्स अफ जस्तै गभर्मेन्टको पनि